हजुर अब हामी यो जुन नेपाल सम्बत नौद राष्ट्रिय समारोह समितिको अध्यक्ष म भएँ, उहाँहरू व्यवस्थापन समिति र अरू समितिका सदस्यहरू हामी सबै गएर सम्माननीय प्रधानमन्त्रीजीसँग भेट गऱ्यौँ। उहाँले सर्वप्रथम त यो कार्तिक 7 गते 9:30 बजे बसन्तपुरमा हुने हाम्रो जुन भव्य कार्यक्रम छ त्यसमा प्रमुख अतिथिको रूपमा पाल्नु हुन र शुभकामनाका 2 शब्द व्यक्त गर्न हुन हामीले चाहिँ उहाँलाई अनुरोध गऱ्यौँ। उहाँले त्यो कुरा सहर्ष स्वीकार गर्नुभयो। त्यसपछि हामीले आर्थिक सहयोगको निमित्त एउटा ज्ञापन पत्र पनि दिएका छौँ। त्यो पनि उहाँले अब विचार गर्छु भनेर उहाँले भन्नुभएको छ। र अन्तमा के छ भने हामीले 9 बुँदे एउटा ज्ञापन पत्र पनि दिएका छौँ र त्यो ज्ञापन पत्रमा केही हामीले राखेका मागहरू पुरा पनि भइसकेका छन् र केही पुरा हुन बाँकी छन् र ती मागहरूलाई पनि पुरा गरियोस् भन्ने हाम्रो एउटा नम्र निवेदन। र त्यसमा 2टा कुरा मात्रै म मुख्य रूपमा यहाँ उल्लेख गर्न चाहन्छु, 9वटा कुरा नभनिकन। एउटा त हाम्रो यो अहिले नयाँ संविधान आउँदैछ र त्यो नयाँ संविधान आउनेमा विक्रम सम्वतको साथसाथै नेपाल सम्वत 1135 भनेर पनि त्यहाँ उल्लेख होस्, एउटा हामीले यो गरेका छौँ। र दोस्रो कुरा नेपाल सम्वत र शङ्खधर शाखपाको बारेमा विद्यार्थीहरूलाई ज्ञान दिनुको निमित्त, किनभने सुरुदेखि नै यो बारेमा थाहा पायो भने न पछि सबै कुरा हुनसक्छ। यसकारण विद्यालय स्तरको पाठ्यक्रममा र उच्च माध्यमिक विद्यालय स्तरको र विश्वविद्यालय स्तरको पाठ्यक्रममा पनि नेपाल सम्वत र शङ्खधर शाखपाबारे केही जानकारी पाठ्यक्रममा राखिदियो भने त्यो भविष्यका पुस्ताले, भावी पुस्ताले पनि यसबारेमा सबै कुरा थाहा पाएर राम्रोसँग अगाडि बढ्न सक्ने हुनाले त्यतिको पनि एउटा व्यवस्था गरिदिनुहोस् भनेर उहाँलाई हामीले चाहिँ अनुरोध गऱ्यौँ र उहाँले चाहिँ त्यसलाई एकदम पोजिटिभली स्वीकार गर्नुभएको छ।